Hello guys, namaste. Tashilah khabulah chacha jhorle jhorle loba after very so many long time. अब फर्किया छु भ्लगमा हाम्रो भान्जो छ यता ओमानको एसीलाई छल्नको लागि आछ एसीको विकल्पमा चिसो पानी छलाको सबैलाई अब यहाँ आउनु पाएको छैन सबैजनालाई मिस यु भन्न चाहन्छु फेरि कुनै दिन आउला भन्छ दिदी आयो कति आयो भाई ओ कितना आया नहीं आया कहाँ हुने यार एक था ना इधर किधर गया यही है अच्छा बच्चा वाला एक था गिर गया फिर मारो फिर से नहीं आया अभी आएगा तुमसे ना हो पाएगा फिर से मारो फिर से दिन मत करो अच्छा आएगा अभी इधर ज्यादा नहीं उधर है ना इधर यार हाँ उधर मारूंगा ओके जाली हारने के लिए तैयार है लेकिन अन्ना होता क्या होता है ना वो पता नहीं है नहीं आएगा ओके रेडी गो ओके आया कितना आया आया जी एक आया इधर गिर गया ना ये तो एक इधर गिर गया ये तो छोटा है ये बच्चा है ये छोड़ना पड़ेगा बच्चा तो छोड़ना पड़ेगा गए पछि आया बच्चाहरू खानु हुँदैन बच्चाहरू खाल्दैन अझैको जालोमा यति परेको छ एउटा सानो एउटा यो खानु हुँदैन फाल्दैन हामीसँग छ भान्जा इज बिङ रेडी फर के अरे चिकन अर्ग्यानिक चिकन हावा चलेर खत्तम भयो चिकन इज हियर पब्लुले स्टिङ हामीलाई आगो फुक्न अलिक कठिन भइरहेछ खोइ जाल हान्ने मान्छे कहाँ गयो सेमु पाङ्रा हामीसँग दुईजना भान्जा जेठो एन्चाङबा ओ जालो किधर गयो जालो हान्ने मान्छे उता गयो क्या किन गएको उता मछली आया कितना है छोटा है तो छोड़ दो हुन त यो खोलामा पाइने माछा नै यस्तो हो यत्रो सानो हो हैन मलाई कहाँ दिइरा त नि ओहो बिचारा त्यो हुँदैन त्यो हालिदिन्छु म खोलामा हालिदिने त्यो मैले सक्दैन म मासु त खान्छु तर मैले सक्दैन आई कैन नॉट जाओ भाई जाओ हमारा ब्रदर है इधर मच्छी मारने के लिए अब रेडी हो गया इधर देखो यहाँ पे मारा मछली पक्रो भाइ मलाई पो दियो मछली यार मलाई समाउन सक्दैन मछली मलाई माया लाग्छ मच्छको हाम्रो शेफ चिकन को लागि रेडी भइरा ओहो यार खुर्सनी त यार ओहो माल रहेछ त्यो त माल गजबको माल ओहो हट ब्युटिफुल मान्छे बस्ने बस्ती हो साल्मी भनेको त्यहाँबाट ल्याएको लोकल उत्पादन सुकाएर राखेर छ ड्राई मिर्ची
2-3 वटा लगेर बिउ राखेर हेर्छु भयो भने भयो भएन भने माछा आयो फिर मारा जाल मारा माला मारा कितना आया नहीं है बेकार है अब यहाँ खुर्सानी पिसेको अवस्थामा छ ओहो यार कस्तो ये नमक है ओइ सेते मिनम प्लेङ त्यो ढुङ्गा राखिदिउँ न नत्र तातिने गाह्रो हुन्छ नि आगो निभेछ आगो बाल्नुपर्छ खोइ प्लास्टर न यो कहाँ म यसरी समाएर बस्छु त नि शेफ साजनले चिकन म्यारिनेट गरिरहेछ मैले शेफ साजनलाई च्यालेन्ज दिएको छु खुर्सानी नुन मात्रै दिएछ चिकन दिएछ कसरी पकाउने पकाऊ भनिदिएको छु मैले न काट्ने साधन छ न केही पनि छैन सिङ्गै ऊ ल अब खोलामा कसरी गर्ने चिकन च्यालेन्ज एक्सेप्टेड अनि शेफ साजनले अहिले आइडिया अपनाइरहेछ खुकुरी नभएको अवस्थामा उसले आफ्नै हातबाट 2 टुक्रा बनाएको अवस्था छ अहिले चिकन इज पिसेस इन्टु 2 पिस म्यारिनेटको काम भइरहेछ चिकनले पुगेन भने माछा खाने भनेर एउटा के अरे माछा मार्नेले के भन्छ अरे माझी चिकनले पुगेन भने माछा खानुपर्छ भनेर माझी दाई पनि एउटा बोकेर ल्याएको छ हामीले बाइकको पछाडि ल्याएर माझी दाइले लगभग 10-12 चोटि जाल हानिसक्यो माछा अहिलेसम्म परेको छैन ल यसपालि के हुन्छ हेरौँ खाल्यो ल नुक्छ त जिबे एकदम ट्यालेन्टेड छ उहाँ चाहिँ है माछा मार्नमा एकदम सिपालु अहिलेसम्म एउटा पनि माछा परेन नै मिला कैसे हो एउटा गल्याउनु नि परेन माछा त के हो कुरा अरे झूठ बोल रहा है ये झूठ बोल रहा है म्यारिनेसन इज फिनिस्ड अलिकति ये शेफ है आगो है इधर माझी दाई रेडी आया सामान नपुगेर पठाछ राइडरलाई लिनलाई दाइले भाइलाई जाल हाल्ने तरिका सिकाइरहेको अवस्थामा छ अहिले फस जाल झन् जाल तानेर लग्यो मार्यो ग्रेजुएट हो अनफोर्ड युनिभर्सिटी स्ट्यानफोर्ड युनिभर्सिटीबाट है हमारा मोटे भतिज आ रहा है अब म चाहिँ जम्पिङ झपाङ माछा त ठुलै भेट्यो यो मारा समझ रहे हो ना अब यहाँ टक्क आधी जान डुबाएर 2-3 घन्टा हामी यहाँ रिल्याक्स गर्छौँ ड्राइभर सजिलो पर नङडेगी बा ल उहाँ आयो है माछा धेरै मार्ने चाहिँ उहाँ हो मै हो माझी दाई माछा मार्नेवाला हैन ओहो बोल्यो उयो सिक्दै बस्यो अहिले आगो दाउराले मात्र हाल्दा बल्छ अहिले यो बोल्नु पऱ्यो क्या ढुङ्गा तातिनुपर्छ अनि टाइम लाग्छ नि यो भर्दै गरौँ यसो टक्क त्यहाँ बसौँ चिकन माछा माझी दाई नै अल्छी मान्यो अब त रक्सी मात्रै खाने अब सितान छैन यहाँ माछा त बोलिरहेको छ त्यहाँ एउटा सानो 2 छ ओहो यार पेम्बो पनि आएको छैन मेरो ब्लगमा ल पेम्बो पनि आयो ल पेम्बो पनि फर्स्ट टाइम इन द फ्रेम हाम्रो भान्जेले धेरै प्रयास गरेको अवस्थामा छ माछा 2टा ल्याइसक्यो ओहो मार्यो डाब मार्यो तरङ्ग मिन्यो केटा हो चिकन पनि हालेको भर्खर खोइ के हो होइन काका खेमा मिन्से खेमा चियासे वे स्टोनमा ग्रिल गरेर खाने
लड़की ही बताया कति बत्ती जी तेरी का 12:30 1 बजे हाँ यो कति बजी र के था कति बजे के हेर मोबाइलमा अच्छा 1:15 भएको थियो 1:15 माछो माछो भ्यागुतो माछो माछो भ्यागुतो चिकन रेडी भएको अवस्थामा छ गाइज ओहो व्हाट इज दिस के हो यो पेम्बे ये क्या है त्यो यार नाम पनि नाम हेरौँ नाम के जगदम्बा के जगदम्बा हो क्या हो यार यागा मास्टर हुन्छ यागा मास्टर विथ चिकन ल सुरु गरौँ गाइज ल प्याक हाल्न प्याक हाल यहीँ पाक्छ क्या यो अब ढुङ्गा तात्यो नि त बरु चेक ओथेमा हाल्छ यहाँ मिम्बो बजा दो हो त त्यो चिकन लेग पिस चिकन लेग पिस ओहो यार पानी खाने के पनि चाहिँदैन रङबरी यो केमल चेन्ज हुन्छ त्यो आलुमा कस्तो यार यो त गुलियो गुलियो मिठो हुँदो रहेछ यार वाइन जस्तो यहाँ एक ठाउँमा आगो बल्न अलिक टाइम लागेको छ हामीलाई यो त अब ढुङ्गा तातिसक्यो यो त मजाले पाक्छ यसमा फरक पर्दैन ल चेस चेस हेर्नु चेस मासु कता भयो ओहो यो त गुलियो पो रहेछ त्यो त यार मिठो रहेछ यार रक्सी त यसले मान्छे मात्ने हो कि खास गरी मात्ने हो र मासु मिठो भएछ यार खतरा कस्तो छ मलाई पनि हाल्नु पर्यो मासु कस्तो छ दारु कस्तो छ नाइस दारु छ कि छैन फन्टास्टिक खतरा रङ पनि यार अर्को पाक्दैछ भइरहेछ पाकिरहेछ सब ठिक छ ठिक छ एकदम दुई आइटम खाम भनेको एउटा स्मोकमा एउटा स्टोनमा स्टोन र स्मोक खाम भनेको स्मोकको खै पारा छैन कतिलो बल्दै बल्दैन यार आगो हो शीतन रेडी 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 यसमा चाहिँ साल्मीको खुर्सानी र नुन पिसा हा ओ माई गड यसमा यो तान्नु पर्यो साप्रा अब हामीसँग खुकुरी छैन हाँसिया पनि छैन यो मासुलाई पिस बनाउनु पर्ने भयो आइडिया भनेको एउटा ढुङ्गा आयो ढुङ्गालाई धुने हो मारो मारो जोर लगा के ओके ओए सब निकल गया ल यो किन गरे भनेदेखि अलिक पाक्न टाइम लाग्यो टाइम छैन अब समय कम भएको कारणले गर्दा we don't have enough time ग्रिल शेप चाहिँ यहाँ ग्रिल शेप इज हियर अर्को तामाङ भन्छ बुझ्नु त प्लेङ सेप इज देयर माझी दाइले हात झिक्यो माझी दाइ गइसक्यो धेरै एक्सपर्ट मान्छे उहाँ त फेरि खै के पनि क्याल्प गरेन यागी क्याल्प गरेन मैले कहाँ गर्छ हाकेले तिमीले खानु क्याल्प करन खरबली टाउकै सुख छ अनि कहाँ के क्याल्प गर्छ ब्रदरले आज ठाउँको ठाउँ वाट इज द्याट मन लाग्यो आइडिया लाग्यो यस्तो किनभने थिचेन भने नहुने रहेछ तर त्यो सौंडिके कट्टी जिम आनन्द दुबुजारोमा अझ
नि त सुवाला यो खतरा हुन्छ यो नम्बर 1 हुन्छ यसमा स्मोकी फ्लेभर चाहिँ छ तर यो ढुङ्गामा पकाए जस्तो मिठो छैन कि खासै यो अघिको 1 नम्बर थियो मासु खाएर तागत आएको त हैन होला भाइ फेरि न आरामले बिस्तारै बिस्तारै कति बजी यसरी हो यसरी ल ल ल ल ल ल अर्किन ठिक छ ल आयो क्या बुढो सिक्युरिटी मिल्न लौ है आफू जब आखिर हुन्छ त्यस्तो के चाहिँ आइदिएर हुँदैन ओ दिनु ल जिन्दगी यस्तै छ Cheers guys. Cheers. Jega master guys. Guli guli हुँदो रहेछ. स्पेशल नम्बर 1 कोरियन लाइफ नेपालीहरु कोरियामा यसरी बसेर खाइरहेछ यो चाहिँ याद छ मस्त बसेर के हिजो हैन त्यो हातार दिबे त नि माथि फेरि तैसँग खान त दुध काम दिनु ड्रागन ल cheers cheers cheers. आफ्टर खोला पार्टी खोला पार्टी इज फिनिश. नाम ढलान पार्टी अब. घर पार्टी त्यो चाहिँ छिटो नि अनि मौसम ठ्याक्कै किन सुन्नु भयो लाग्नु भयो त्यसको लागि ढलान पार्टी. शट आउट जगते मास्टर आजको लागि यति नै कार्यक्रम हाम्रो गाइस. बाइ बाइ. टाटा सी यू. Peace. माछा आयो माछा माछा समातेको त भर्खरै पुर्वी दामी चाहिँ पगारी झन्डै शिकार आयो है शिकार